बुम 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 सम्पूर्णमा स्मार्ट नेप्से ट्रेडरमा तपाईहरुलाई पुनः पनि स्वागत गर्न चाहन्छु। हिजो एसएसपीसीले राम्रो ग्रोथ देखाएको छ। तपाईको 1 वर्षको होल्डिङ हेर्ने हो भने तपाईको एसएसपीसी चाहिँ 45 नम्बर ब्रोकरले 41 लाख किता होल्ड गरेको छ र यसको चाहिँ एभरेज मूल्य 549 परेको छ। उलाई लगभग 100 रुपैयाँ त आइसकेको छ। तर पनि अब नयाँ ब्रोकरको इन्ट्री भएको छ। हिजो मात्रै तपाईको ठ्याक्कै नेटले काम त गरेन यहाँनिर। ल हिजो मात्र तपाईको 60 नम्बर ब्रोकरले 95,000 किता 663 मा बाइ गरेको छ। राम्रो छ। अर्को 34 को पनि इन्ट्री भएको छ। तपाईको बुधबारको दिन मात्रै तपाईको 58 भनेको एउटा लिडिङ ब्रोकर इन्स्टिट्युट हो। उले चाहिँ 183 के 1,83,605 मा बाइ गरेको छ हैन। तपाईहरुले हेर्न सक्नुहुन्छ। र त्यसपछि बिहीबार पनि लगभग 41 ब्रोकरले चाहिँ राम्रै 96 ले चाहिँ 41 के गरेछ बाइ हैन। तपाई हेर्नु होला यो लिस्ट। र हिजो मात्रै चाहिँ 60 नम्बर ब्रोकरले चाहिँ 95 के चाहिँ बाइ गरेछ 63 मा 663 मूल्यमा। त्यही भएर यसको ग्रोथ चाहिँ राम्रो हुन्छ होला। नयाँ ब्रोकरको इन्ट्री हुनु भनेको अझ माथि जानु भन्ने बुझिन्छ। हेर्नु होला। र ग्राफ पनि राम्रो देखेको छ। र यसको तपाईको बीपीसीएल जत्तिकै बीपीसीएल जस्तो बलियो त छैन अहिलेलाई। पहिला चाहिँ यो बलियो कम्पनी हो र अहिले चाहिँ बीपीसीएल जत्तिकै बलियो देखिएको छ। त्यही भएर यसको चाहिँ अब बीपीसीएल 800 प्लस छ भनेपछि यो पनि त 750 को हाराहारीमा त यो फन्डामेन्टल रूपमा जाला। तर तपाईको अब टेक्निकली रूपमा पनि यो धेरै बलियो छ र होल्डिङको आधारमा पनि यो धेरै बलियो देखिएको छ। फन्डामेन्टली रूपमा त यो चाहिँ धेरै बलियो छ। बीपीसीएल को लगभग 4 अर्बको लगानी छ र 3 अर्ब रिजर्भ छ। यो पनि 3 अर्ब प्लस लगानी र 2.5 अर्ब 2.6 अर्बको रिजर्भ रहेको छ हैन। रिजर्भको तुलनामा लगभग बीपीसीएल जत्तिकै बलियो छ। र फन्डामेन्टली रूपमा तपाई हेर्नुहुन्छ भने यो तपाईको फर्स्ट टार्गेट चाहिँ अब 700 प्लस त भइ नै हाल्छ। र 800 प्लस सम्म जानसँग यहाँ देखिन्छ हैन। यदि अब तपाईहरुले अस्ति पनि हामीलाई एउटा कन्फ्युजन थियो हाइड्रो पावर सेक्टरमा सेलिङ आउँछ कि भन्ने थियो हामीलाई हैन। तर हिजोको क्यान्डलले त त्यो सेलिङ आउने सम्भावना अलि कम देखाइदिएको छ। यदि ठुलठुलो स्टकहरु तपाईको यो साहसहरु हैन, त्यसपछि आएर माउन्टेनहरु यो स्टकहरुले राम्रो परफर्म गरिरहेको छ। यदि यो स्टकहरुले राम्रो परफर्म गरेर यो चल्ने हो भने हाइड्रो पावरको सेलिङ अलि माथि नै आउने हो कि भन्ने एउटा अनुमान गर्न सकिन्छ। हो त्यो भएको कारणले गर्दा तपाईको यत्रो स्टक अनि सीएससीएल यो यति ठुलो भोल्युम भएको स्टक यो लगभग 9 करोड भोल्युम भएको स्टक हो। यत्रो ठुलठुलो स्टकहरु मार्केटमा चल्यो भने यो हाइड्रो पावरमा अहिले नै सेलिङ आउँछ कि भन्ने सम्भावना अलि कम हुन सक्छ। यदि सेलिङ आउन थाल्यो भने लो क्यापको स्टक तपाई हेर्नु होला। लो क्यापको स्क्रिनहरु हेर्न चाहिँ नबिर्सिनु होला है त। अब तपाईले हाइड्रो पावरकै हेर्नुहुन्छ भने एउटा 3695 लगभग 3700 मा रहेछ। आज पनि हाइड्रो पावर बढेर माथि बस्यो भने हाइड्रो पावरको टार्गेट अब माथि लगभग 4000 निर रहेको छ। अब आज चाहिँ मेन डे हुन सक्छ। यदि आज ठुलठुलो स्टकहरु जस्तै माउन्टेन हैन, एमियन यो साहसहरु हैन, त्यसपछि आएर सीएससीएलहरुले राम्रो परफर्म गर्यो भने एसएसपीसी त परफर्म त गरि नै हाल्छ हैन। सानीमाइले गर्यो भने तपाईको हाइड्रो पावरको सेलिङ चाहिँ लगभग आउँदैन। र तपाईको आज यो 3700 को लाइन कटायो भने झन् राम्रो हुने देखिन्छ। ल ह्यापी ट्रेडिङ।